तपाईहरूले अहिलेसम्म एके अनलाइन टिभीलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला र त्यसैगरी बेल आइकनलाई क्लिक गरिदिन नभुल्नुहोला र नयाँ नयाँ भिडियोहरू हेर्न पनि नभुल्नुहोला। यो सिंगलमै हुन्छ तलबाट माथिसम्म हैन। यसको टोपीदेखि लिएर उहाँसम्म एउटै कपडा हुन्छ। यसमा चाहिँ खासै हामीले बिचमा त्यस्तो जोइन गरेका हुँदैन। जहाँ जहाँ आवश्यक छ जनरली यसमा चाहिँ जतिसुकै हामीले यसलाई सेफ्टी गर्नको लागि चाहिँ यो सिलाइको भाग चाहिँ कम गर्ने नै हो। सिलाइको भाग जति हामी कम गर्छौँ यो त्यति नै सुरक्षित हुन्छ। त्यहाँबाट भित्र हावाहरू पानीहरू छिर्न पाउँदैन हैन। यसरी सिंगल सेटमा बनाउँछौँ। यसको टोपी पनि हुन्छ यससँग यो भाइले लगाउनु पर्छ। यसको तलपट्टि पनि हामीले इलास्टिकहरू राखेका छौँ। यसले चाहिँ तलबाट हावा छिर्छ। यसमा अब तल बुट लाउनु पर्ने हुन्छ। यसको बाउलाहरूमा पनि हामीले चाहिँ यो इलास्टिकहरू लगाएको छौँ। यसले यहाँबाट च्याप्छ, यहाँबाट भित्र हावाहरू किन पर्छ हुँदैन। र यहाँ टोपी हुन्छ, त्यसपछि यो डोरी छ, यो भाइले लगाउनु यो चाहिँ यसरी यहाँ डोरी यसरी बाँधेर यसलाई यहाँ टाइट गरिन्छ अनि मास्क लाउनुहुन्छ। र जनरली हामी हाछिङ गर्दा खोक्दा त्यस्तो खालको पर्ने भयो भने चाहिँ यसरी चाहिँ भाइजर भन्छ यसलाई। यसरी चाहिँ यसले चाहिँ कमसेकम बाहिर गएको किटाणुहरू यिनीहरू चाहिँ डाइरेक्टली यहाँ पस्न दिँदैन। तलबाट मास्कले सेफ्टी गर्छ। यहाँ चाहिँ यो पुरै बन्द हुन्छ। यो बन्द भएको मास्कले ढाक्छ र यसपछि यहाँ माथिको भाग चाहिँ यो प्लास्टिकले चाहिँ कभर गर्छ। यो यहीँ गराउनु भएको कि हामीले यहीँ बनाएको आफै बनाउनु? नमस्कार। यति बेला हामी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको एउटा उद्योगमा आएका छौँ। मुनाल गार्मेन्ट उद्योग रहेको छ। यति बेला हामी पिपिई जुन कोरोना भाइरस संक्रमणबाट बच्नको लागि पिपिई जुन कपडा रहेको छ, जुन त्यो ड्रेस पनि देखाउनु भएको छ। यहाँ यति बेला चाहिँ हामी पिपिई कसरी बनेको छ त, कर्णाली प्रदेशमा कसरी बनाइँदैछ त भनेर हामी एउटा रिपोर्टिङमा आएका थियौँ। र यति बेला चाहिँ पिपिई एकदमै थोरै मात्रामा रहेछ। यसलाई बनाउनुको लागि सामान एकदमै कम पनि रहेको छ। र जुन काठमाडौँबाट यो पिपिई बनाउने सामान ल्याउनको लागि एकदमै समस्या भएको पनि हामीले गुनासो सुनेका छौँ। र कर्णाली प्रदेश सरकारले एकदमै ध्यान दिन जरुरी रहेको छ। पिपिई बनाउनको लागि सामग्री एकदमै कम रहेको छ। कर्णाली प्रदेशका अधिकांश जिल्लामा पिपिई यतैबाट लगिने गरिएको पनि हामीले जानकारी पाएका छौँ। र हामी आज पिपिई बनाउनको लागि कपडाहरू नभएको कारण यहाँ अहिले बन्द भएको छ। र केही पिस केही नभने 15-20वटा पिस मात्रै बाँकी छ। र कर्णाली प्रदेश विशेषतः सामाजिक विकास मन्त्रालयले चाहिँ यसमा ध्यान दिन एकदमै जरुरी छ। उहाँहरूले डिमान्ड गर्नुहुन्छ यति नै बनाइदिनु भनेर त गर्नुहुन्छ, तर त्यसलाई चाहिने सामग्री चाहिँ कहाँबाट ल्याउने, कताबाट ल्याउने भन्ने विषयमा उहाँले चाहिँ ध्यान दिन एकदमै जरुरी छ। र आज हामी विशेषतः कसरी बनाइँदैछ पिपिई, कस्तो हो पिपिई, कर्णाली प्रदेशमा बनाइने पिपिई र अन्य जिल्ला र अन्य ठाउँमा बनाइने पिपिई कतिको फरक छ त, कर्णाली प्रदेश सरकारले के कतिको सहयोग गर्यो? समग्रमा अब कर्णाली प्रदेश भरि उपलब्ध हुने गरी हामी चाहिँ पिपिई बनाउन सक्षम थियौँ। र यहाँ चाहिँ अब हामीले अहिलेसम्म 500-600 भन्दा बेसी नै पिसहरू बनाएर सरकार मार्फत र स्थानीय तह मार्फत चाहिँ विभिन्न ठाउँमा पठाइसकेका छौँ। र यहाँ अहिले चाहिँ सबैभन्दा ठुलो समस्या भनेको र मेटेरियल्सहरूको समस्या भइरहेको छ। अब अहिले तत्कालै हामीले अब काम गर्नको लागि र मेटेरियल यहाँ उपलब्ध छैन। त्यसको लागि चाहिँ कर्णाली प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयबाटै हामीलाई चाहिँ एक चरण चाहिँ पहिला उहाँहरू ट्रान्सपोर्टेसन सपोर्ट गर्नुभयो, गाडीको व्यवस्था गरिदिनु भयो र हामीले यहाँसम्म ल्याएर त्यति बनाउन सक्यौँ। र अब चाहिँ त्यो अहिले एकदमै अभाव भइरहेको छ। र 2-3 दिनदेखि हाम्रो उद्योगमा चाहिँ कालीगढहरू एकदमै खाली बसिराख्नु भएको छ। सामग्री अभावको कारणले नै हो हैन। र यो चाहिँ एकदमै
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत जो हामी बाहिर निस्किन्छौँ, फिल्डमा काम गरिरहेका छौँ यो सङ्क्रमणको बेला उहाँहरू सम्पूर्णले प्रयोग गर्दा एकदमै राम्रो हुन्छ। यसले चाहिँ होइन केही हदसम्म सेफ्टी हुन्छ। यसलाई चाहिँ हामीले 100% सेफ्टी हुन्छ भनेका छैनौँ, किनभने यसको जुन बनाउने मेसिन बनाउने चाहिँ जुन र मेटेरियल हो त्यो चाहिँ हामीसँग नेपालमा उपलब्ध छैन। तर जनरली हामीले रबडाइज वाटरप्रुफ कपडाहरू प्रयोग गरिरहेका छौँ। त्यो कपडाले पनि जनरली नर्मल कपडाहरूभन्दा यसले चाहिँ धेरै नै सुरक्षा प्रदान गर्ने गर्छ। त्यही भन्न चाहन्छु। र अब यसको लागि सरकारले अलिकति पहल गरेर हामीलाई चाहिँ र मेटेरियल्सहरूको व्यवस्था गरिदियो भने हामी चाहिँ कर्णालीलाई पुग्ने गरी पिपीहरू बनाउनको लागि चाहिँ सक्षम छौँ भन्न चाहन्छु। र सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई घरभित्र बसे मात्रै यो रोगबाट लड्न सकिन्छ, बाहिर निस्किएर यो रोगबाट लड्न सकिँदैन। धेरै विकसित देशहरूमा यो रोगले चाहिँ एकदमै जनताहरूलाई आक्रान्त बनाइरहेको छ, हजारौँ मान्छेहरू मरिरहेका छन्। हाम्रो जस्तो देशमा यदि यो रोग भाइरस भित्रियो भने चाहिँ अब यहाँ चाहिँ एकदमै जटिल अवस्था हुनसक्छ। त्यो भएर सम्पूर्ण घरभित्र बस्दिनुहोस्, सुरक्षित हुनुहोस्। हामी पनि सुरक्षित नै छौँ, भित्रै बसिरहेका छौँ र यसका बावजुद पनि हामीले अब यो काम गरिरहेका छौँ, काम गर्ने एउटा आँट गरेका छौँ भन्न चाहन्छु। यसमा त अब जनरली अहिले हामीले यो सङ्कटको घडीमा यो अवस्थामा व्यापार बिजनेस गरौँ, व्यापारै गरौँ, पैसा कमाउँ भनेर काम गरेका चाहिँ होइन। अब यहाँको प्रदेश औषधा कालागाउँको डाक्टर साहबहरूसँगले एउटा खालको डिजाइन दिनुभयो, यस्तो खालको बनाइयो भने केही हदसम्म सुरक्षित हुनसक्छ भनेर। त्यति गरिसकेपछि जनरली अहिले हामीले आउने जुन यो हामीले किन्दा ट्रान्सपोर्टेसन गर्दा आउने कपडाहरू जुन छ, यो कपडाको आउने कस्ट, यहाँको कालीगढहरूको कस्ट, त्यसपछि जनरली सामान्य उद्योगको खर्च निकालेर हामीले दिइरहेका छौँ। यो मोटामोटी अहिले त्यही 1500 जतिमा हामीले यो सेट, यसमा यो भाइले प्रयोग गरिराख्नु भएको छ, यो तलदेखि माथिसम्मको गाउन अनि माथि एउटा भाइजर आउँछ अगाडि, यो चाहिँ त्यही रेन्जमा हामीले चाहिँ यसलाई 1500 छौँ। हजुर दर्शकबिन, यति बेला एकै अनलाइन टिभी हेर्दै हुनुहुन्छ भने विशेष त पिपी कर्णाली प्रदेशमा कसरी बनाइँदैछ त, यसको अवस्था कस्तो छ त तपाईँहरूको माझमा राखेका छौँ। विशेष त हाम्रा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्तै सञ्चारकर्मी, पत्रकारहरूलाई पनि यो पिपी लगाउन एकदमै आवश्यकता रहेको छ। हामी यति भन्दै तपाईँहरूको माझमा छुटिनेछौँ। तपाईँलाई यो भिडियो मन परेछ भने सर्वप्रथम सब्सक्राइब गरिदिनुहोला र नयाँ नयाँ भिडियो हेर्नको लागि बेल आइकन क्लिक गर्नुहोला र हाम्रो भिडियो जतिसक्दो सेयर गर्नुहोला, कमेन्ट गर्नुहोला भन्दै तपाईँको माझमा छुटिन्छु। नमस्कार। कृपया एकै अनलाइन टिभीलाई सर्वप्रथम सब्सक्राइब, लाइक, सेयर गर्न नभुल्नुहोला। धन्यवाद।